झन्डै बुझाएको नि अरु चाहिँ केही हैन हामी चाहिँ पोखरा आइसक्यौं अब चाहिँ हामी वाटर एडभेन्चरतिर लाग्यौं भाइ ढोका लगाइदेऊ अनि आज हामी सर्फिङ हान्न जाँदैछौँ अब हेरौँ कायाकिङ सर्फिङ के हुन्छ लेट्स सी है त अनि रवि भाइ यहाँ छ भाइ के छ ढोका लगाउन जाने भएन सो लेट्स गो अहिले हामी करुणा होटल 7 नम्बर स्ट्रिट सो अहिले चाहिँ हामी यतै रोडतिर निस्केर वाकिङ हान्दैछौँ ल्या यार मेमोरी कार्डै रहेन रहेछ यसलाई हल्का क्लिनअप हान्नुपर्छ अहिले चाहिँ हामी त्यो बोटको हन्टिङमा छौँ है रेडी के भाइ कुन एडभेन्चरले हामी आज ऱ्याफ्टिङ ल हामी अब युद्धमा लाग्यौँ गाइजहरू भाइ ऊ चाहिँ बन्दुक सन्दुक बोकेर आउँदैछ म चाहिँ यहाँ तोप बोकेर त्यस्तो होइन हामी चाहिँ युद्ध भूमिमा पसिसकेको छौँ हामी चाहिँ यहाँ लेकमा आइसकेको छौँ अब चिल हान्दैछौँ यहाँ चाहिँ ए भाइ चाहिँ आनन्दले उभिनु भाइ उभिनु पनि मिल्छ होइन मलाई डर लाग्छ केही हुँदैन साँच्ची हो यार पलिँदैन क्या ल त भाइ उभिन्छ नलडी जा कोला 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 ल तिमी अगाडि होइन म पछि आउँछु गाइस अब हामी हल्का पेडल हान्दै चेसमा लगाएपछि त मजा आउँछ त उनीलाई जाउँ मान्छेहरू खोज्दै अब साथीहरू बनाउनु पर्छ यहाँ पनि ऊ त मन्दिर पुगेर आउँ भाइ म उभिउँ ल गाइस सर चप्पल मुते राखेको छ भाइ चाहिँ अगाडि जाँदैछ जाउँ गुरु जाउँ भाइ तिमी त धेरै टाढा गयौ नि मदेखि कायक चाहिँ अलिक गाह्रो हुन्छ हामीलाई यो चाहिँ ठिक हुँदो रहेछ भाइको बसाइ त नि के हो डेन्जर छ त नि यार डुबुल्की नै हान्नु पर्ला जस्तो छ हाम्रो दिदीहरूसँग जाउँ न त अब चाहिँ यो अर्को एङ्गलमा मेरो अनुहार यस्तो पेडल हानिरहेको होइन सर्ट हान्छ मन्दिर पुग्न आँटेको छ एक राउन्ड हानेर परबाट फर्किनु पर्ने छ बिहार ल्याउनु दिँदैन होला नि त यहाँभित्र त नि खोइ दिन्न हामीलाई सापट्टि जुटो खाउँ भने गाह्रो फेरि है दिदी ल कसले जित्दो रेस केही हुँदैन जाउँ हजुर जाउँ घुमेर आउँ अरे तपाईँ त खतरा हुनुहुँदो रहेछ त अब भाइ म उभिन्छु ओके दाजु अब मेरो पालामा हात झाक्दा ओके दाजु यतिका झिन रे दाजु म अब उभिएर म पटा ओइ भाइ मलाई नठेकाउ न हामीलाई नि भन्नु पर्छ नि त नि कट्ठा भाइ खै छोड न भाइ उता जाऊ न जाऊ न भाइ दिदी एक्सिडेन्ट गराउनु हुँदैन दिदी अब
झिक्नु अरे दाजु ओ ला थुक्का घुमिगएछ नि फाल्टो भाइ ल चिसो भयो भाइ अब होइन मलाई पौडिन आउँदैन कि साँच्चै हो मलाई पौडिन आउँदैन हजुर लाग ज्याकेटले यो भएको के काम त नि अनि सदुपयोग गर्नु पर्यो नि सबै चिजको हजुर नठोक्नु है म त फेरि केस लगाइदिन्छु नि उभिरहेको थिएँ उभिँदाखेरि यस्तो हल्लिरहेको थियो ड्याङ्गै पानीभित्र छिरिँदै गएँ एक लट गनी भइरहेको थियो चिसो भयो हाम्रो दिदीमा पुरा बिजोग रमाइलो भइरहेको देख्यौ त कसरी भाइ कसरी डुबुल्की हान्नुपर्छ देख्यौ तिमीलाई त म एकै तालमा भेटिदिन्छु हौ भाइ बियर किन्नु जाउँ ल गाइज हामीले चाहिँ एक डुबुल्की हानेको छौँ आई होप माई GoPro इज फाइन बिकज दिस इज माई वाटरप्रुफ GoPro सो मलाई कुनै डर छैन GoPro टेस्ट भयो ठोकिदिन्छु एक्सिडेन्ट ल है हामी उता मन्दिरसम्म पुग्ने हाम्रो योजना रहेको छ भाइ यताबाट पारी पुगेर होइन परबाट यसरी राउन्ड हानेर छेउ निस्किनु ल के हो कुन लेटर हौ लाइटर हौ ए म त ए बियर नभए पनि लाइटर रहेछ त नि भाइ भइगयो नि त नि अनि कहाँ अनि रिसोर्ट कहाँ छ कहिले पत्ता लाउने ल छिटो हाम फाल न बस्नु म लाइटर दिन्छु मलाई तान यहाँ भाइले मलाई अब यसरी तान्छ तान मलाई तान छिटो लाइटर बचाऊ अभियान जे होस् ल भाइ हाम फालिदियो यसोको नाममा कट्टु खिस्किन्छ अरे ल भाइले हाम फाल्न आँटेको छ है फुत्तै भाइ कुन खालको पौडी खेला हो यो देब्रो जाऊ ताइले ए चिप्लो रहेछ यार हात यार यत्रो माछा छ यार माछा खिचेको माछा पानीमुनि माछा अहिले चाहिँ हामी यो मन्दिरमा छौँ यहाँ भित्र यस्तो आनन्दले बसेर पेडल हान्दैछु कि म अझै पछाडि बस्नु पर्यो अलिक सलक अलि पहिले नि सिकेको छु कि अलिक पछाडि बस्नु पर्यो स्वाई मेरो खुट्टा दामी देखिरह होला है स्वाई रोइ भाइ हान्नु यो पेडलमा चाहिँ उता GoPro राख्न मिल्छ है हौ त लिएर आउनु पर्छ मिक्स भयो ठिकै छ केही छैन वाह खतरै भयो क्या दाजुमा भयो दाजु उता त खाली छ यार हाम्रो दाजु फर्किँदै हुनुहुन्छ उताबाट बाङ्गो झन्डै बुझाएको नि ओ भाइ नाइस मन पर्यो यार मलाई मन पर्यो मेरो भाइ नाइस हाम्रो दाजु त्यहाँबाट मजाले छिर्नुभयो मन छिर्छु ल
वाउ 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 दाजु हो दाजु कस्तो भइरहेछ त हो दाजु हामी डुबुल्की मारियो राजा अब कता जाने रे हामी अब एक राउन्ड हानेर दिदीहरू खोज्नु जाने अब हामी दिदीहरू खोज्नु जाने है भाइ सो रमाइलो भइरहेछ यही थियो सर्ट एन्ड स्विट थ्याङ्क यू सो मच यो चाहिँ हामीले पेडल नेपालबाट चाहिँ रेन्ट गरेको आई थिङ्क पर आवर 600 रुपिस पर्छ अनि त्यही हो द्याट्स अल अनि गाइड पनि हायर गर्नु मिल्छ 500 समथिङ जति लाग्छ तर तपाईँलाई नर्मल पेडलिङको नलेज छ भने चाहिँ यसमा चाहिँ एकदमै इजी हुन्छ सबबोर्डमा चाहिँ कायाकिङहरूमा अरूहरूमा चाहिँ अलिक अप्ठ्यारो हुन्छ द्याट्स अल थ्याङ्क यू सो मच सी यु इन नेक्स्ट भिडियो